हाम्रा उम्मेदवारहरूले आफ्ना कुराहरू राख्नुहुन्छ पार्टीको रूपमा हामीले हाम्रो कुरा हाम्रो एजेन्डा राख्छौँ तर अल्टिमेट निर्णय गर्ने अधिकार भनेको मतदाताको हो त्यस कारणले मतदाताले एउटा निर्णय गर्नुहुन्छ थ्याङ्क यू देश दौडामा पुग्दै गर्दा कस्तो माहौल पाउनु भएको छ देश दौडामा देशैभरि एकदम उत्साहजनक देखिएको छ एकदमै धेरै उत्साह देखिएको छ म एकदम आशावादी छु धेरै ठाउँमा जाँदाखेरि जहाँ पुगेको छु सबतिर नागरिकहरूको उत्साह देखिएको छ आशावादी छु धेरै नै आशावादी छु सर जियोपोलिटिकल सिनारियोको हिसाबले चाहिँ नि अहिले अमेरिका यस्तो अग्रेसिभ भइरहेको बेलामा हाम्रो पोलिटिकल सिचुएसन के होला हाम्रो देश कुन गतिमा जाला डेभलपमेन्ट भन्दा पनि अहिले त देश बाँच्नु पर्यो भन्नेमा धेरै जस्तो मान्छेको थट गइरहेछ सो जियोपोलिटिक्समा चाहिँ हजुरको के छ अगाडिको अब हामी एउटा स्वाभाविक रूपमा यो कुनै पनि पार्टी पिछेको चाहिँ विदेश नीति भन्ने हुँदैन विदेश नीति एउटा हुन्छ राष्ट्रको हुन्छ त्यसलाई अझ परिपक्व बनाउने पार्टीका नीतिहरू हुन्छन् होला त्यसले गर्दाखेरि जियोपोलिटिकल सिचुएसन जहाँ हामी लोकेटेड छौँ त्यसको चुनौतीहरूलाई राज्यको रूपमा राष्ट्रका रूपमा एउटा हामीले एउटा परराष्ट्र मन्त्रालयले नै भने राष्ट्रले मुलुकले नै नीति बनाएको छ राष्ट्रपा त्यो नीतिमा प्रतिबद्ध छ असंलग्न परराष्ट्र नीति छ हामी सबैसँग एउटा सौहार्दपूर्ण वातावरणमा हाम्रा सम्बन्धहरू विस्तार गरिरहेका छौँ अब हामीले सोचेको जियो पोलिटिक्स चाहिँ नि नट ओन्ली यो जियो पोलिटिक्स यो चाहिँ डेभलपमेन्ट डिप्लोमेसीको रूपमा हामी यसलाई अगाडि लिएर जान्छौँ यो विकासलाई केन्द्रमा राखेर गरिएको कूटनीतिले चाहिँ हामीलाई अगाडि बढाउँछ बाँकी सबैलाई सम्मान आफ्नो सम्मानलाई आफ्नो आत्मसम्मानको विशेष सुरक्षा यिनै चिजहरूमा हामी फोकस सो एउटा लास्ट क्वेसन अहिले आज जस्तो धेरै ठाउँहरूमा बम ब्लास्ट हुन्छ कि भनेर थ्रेट्सहरू फेक फियर्सहरू चाहिँ जेनेरेट गर्यो अब एज अ मिडिया पर्सन हामी पनि वी आर भेरी स्केयर्ड फर यु अल रिगार्डिङ असासिनेसन्स अर एनिथिङ बिकज कन्ट्रिजमा ठुलो यस्तो चेन्जेस हुने बेलामा लाइफको थ्रेट चाहिँ हुन्छ कसरी तपाईँहरूले आफ्नो सिक्योरिटी ह्यान्डल गर्नु भइरहेछ डु यु हेभ सिमिलर थ्रेट्स लाइक आई डु अब मैले त्यस्तो धेरै महसुस गरे त छैन सामान्य रूपमा एउटा पोलिटिसियनलाई अथवा समाजका विभिन्न तह र तबकाका मान्छेहरूलाई हुने थ्रेट र हामीलाई हुने थ्रेटमा म त्यस्तो धेरै फरक देख्दिनँ अझ मलाई कुरा गर्नुहुन्छ भने अथवा हाम्रो राजनीतिक दलमालाई कुरा गर्नुहुन्छ भने नागरिकको सुरक्षा छ हामीलाई नागरिकको मायाको एउटा लेयर छ ह्युज लेयर बिग लेयर छ त्यो लेयर नै हाम्रो सुरक्षा कवच हो बाँकी अब सरकारले यसलाई गम्भीरतापूर्वक लिएको पनि छ र मलाई लाग्छ सबै सुरक्षा निकायहरू तैनात छन् उहाँहरूले आफ्नो जिम्मेवारी एकदमै राम्रोसँग पुरा गर्नुहुन्छ भन्ने एउटा विश्वास लाग्छ चुनाव शान्तिपूर्ण तरिकाले हुन्छ सम्पन्न हुन्छ देशभरि के छ हुनुपर्छ हुन्छ भन्ने नै विश्वास छ हामीलाई हामीले सरकारलाई विश्वास गरेका छौँ गर्नुहुन्छ भन्ने विश्वास छ सुदूरपश्चिमका जनतालाई अन्तिममा भोलि अब यहाँहरूको आमसभा पनि छ के भन्नुहुन्छ सुदूरपश्चिमले सबै माया गरेको छ अब यसबाट अलिक विशेष माया देखाउनु पर्ने छ मलाई लाग्छ सुदूरपश्चिम तयार छ जस्तो लाग्छ मलाई गेट रेडी भन्न चाहन्छु सबैजनालाई हस् धन्यवाद